सो हे गाइस वेलकम ब्याक टु माई च्यानल इट्स मी आरुष र आज चाहिँ अब म चाहिँ यो ट्याङ्कको अलिकति मेन्टेनेन्स गर्नु छ, क्लिनिङ गर्नु छ र यो ट्याङ्कमा चाहिँ एउटा नयाँ फिस आउनु लागेको छ है। सो अब त्यो स्टेन चाहिँ म अर्को कुनै भिडियोमा भन्छु, तर आजलाई चाहिँ के गर्नु भन्दाखेरि मेरो यो ट्याङ्क एकदम फोहोर भएको छ अनि त्यसपछि यसलाई चाहिँ आज क्लिन गर्न पर्ने छ। अनि यो ट्याङ्कमा बस्छ यो मोन्स्टर स्नेक हेड र यसलाई चाहिँ म मेरो बाहिरको टपमा राख्छु, किनभने यो ट्याङ्कमा चाहिँ अब 1-2 दिनमा मैले अर्डर गर्छ कि अब 1-2 दिनमा चाहिँ यहाँ माछा आउनु लाग्छ गप्पी। अब कुन स्ट्रेन चाहिँ म भन्दिनँ, तर गप्पी ब्रिडिङको लागि चाहिँ अब यो त यहाँ राख्न हुँदैन, किनभने अब यो ट्याङ्कमा बस्यो भने त हजुरलाई थाहा नै छ के नै हुन्छ। अब थाहा छैन भने पनि भनिदिन्छु, यसले जति महँगो गप्पी लिएर आए पनि यसलाई मतलब छैन, यसले 1देखि 2 दिनमा सबै सिद्धाइन्छ। त्यही भएर अब आज चाहिँ यसलाई चाहिँ हामी यो ठाउँबाट किक आउट गरिदिन्छौँ र नयाँ माछाको लागि यो ट्याङ्क सेटअप गर्छौँ। सो अहिलेको लागि चाहिँ यो तलको सबै फोहोरहरू चाहिँ क्लिन गरौँ। चाहिँ मैले यहाँनिर ल्याइसकेँ कि यो सक्सन पाइप र यो बकेट। अब यसमा चाहिँ म यहाँ भएको सबै फोहोरहरू चाहिँ निकालेर यहाँनिर राख्छु र मेरो बहिनी पनि छ यहाँ मलाई हेल्प गर्नलाई। सो स्टार्ट गरौँ है त। अब चाहिँ यहाँबाट मैले धेरै जस्तो सबै फोहोर निकाल्छु कि अलिअलि चाहिँ बाँकी छ, त्यो चाहिँ केही हुँदैन। सो यति पानी चाहिँ निस्किसक्यो। अब यो फिल गर्नुभन्दा अगाडि चाहिँ म यतापट्टिको यो जुन यो चाहिँ क्याल्सियम मार्क हुन्छ नि, त्यो बडी मिनरल भएपछि आउँछ क्या यो। सो यो चाहिँ अलिकति म सफा गरिदिन्छु, त्यसपछि हजुरसँग भेट्छु है त। जति सक्दो त्यति सफा गर्छु। मैले चाहिँ अब यहाँको सबै स्टेनहरू चाहिँ सफा गरिसकेसम्म। सो त्योभन्दा बढी चाहिँ मिल्दैन होला, अनि पानी चाहिँ अलिकति अब यो फुलहरू चाहिँ निस्किरहेको छ, तर केही छैन। अब चाहिँ म यो अर्को पार्टमा चाहिँ यसको अरू कुराहरू गर्छु र यति पानी चाहिँ फिल गर्न बाँकी छ र यो गप्पी पनि ल्याउनु बाँकी छ, अनि यो स्नेक हेडलाई पनि आउटडोर डबमा राख्न बाँकी छ, तर त्यो चाहिँ सबै अर्को एपिसोडमा। सो आजलाई यति नै, बाई बाई।